नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कक्षा 10 को रिएक्जाम अर्थात् ग्रेड इम्प्रुभमेन्ट परीक्षाको रिजल्ट कहिले आउन सक्छ भन्ने विषयमा कुरा गर्दैछौँ। साथीहरू, धेरै विद्यार्थीहरू अहिले रिजल्टको प्रतीक्षामा हुनुहुन्छ। परीक्षा सकेपछि उत्तर पुस्तिका जाँच, नतिजा तयारी तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने गर्दछ। त्यसैले रिजल्ट कहिले प्रकाशित हुन्छ भन्ने बारेमा आज हामी उपलब्ध जानकारीका आधारमा चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस् र नयाँ अपडेटका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हाल प्राप्त जानकारी अनुसार कक्षा 10 को रिएक्जामको रिजल्ट असार 25 गते आसपास प्रकाशित हुन सक्ने अनुमान गरिएको छ। तर राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म आधिकारिक मिति सार्वजनिक गरेको छैन। त्यसैले साथीहरू, सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूमा विश्वास नगर्नुहोला। आधिकारिक सूचना आएपछि मात्र रिजल्टको निश्चित मिति थाहा हुनेछ। यदि तपाईँले रिएक्जाम दिनुभएको छ भने चिन्ता नगर्नुहोस्। आफ्नो नतिजाप्रति सकारात्मक रहनुहोस् र आगामी शैक्षिक यात्राको लागि तयारी गर्न थाल्नुहोस्। रिजल्ट प्रकाशित हुने बित्तिकै हामी सबैभन्दा छिटो अपडेट लिएर आउनेछौँ। त्यसैले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईँलाई रिजल्ट कहिले आउला जस्तो लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। धन्यवाद भिडियो हेरिदिनु भएकोमा। फेरि अर्को नयाँ अपडेटसहित भेटौँला।